आज मेरो बच्चाहरूलाई ओन्सेन लिएर गएको। जाने भनेपछि तम्सेर लाने बच्चाहरू ओन्सेन आज गएको उनीहरू हामी जाँदैछौँ। भित्र नाच्दै फिर्दै हिँड्दैछौँ। नेपाल जस्तै लागेर नेपालको जस्तै बासहरू सबै कति रमाइलो, नेपाल जस्तै सिजन देखेर रमाएर हिँड्दैछौँ हामी। अब हामी ओन्सेन पस्न लाग्यौँ। प्रवेशद्वारमा पस्यौँ र पसेर अब जुत्ता राख्ने ठाउँतिर हामी अगाडि बढ्यौँ। जुत्ता राख्दैछन् बच्चाहरूले आफ्नो जुत्ताहरू पैसा छिराएर। अब हामी रिसेप्सनमा पुग्यौँ। रिसेप्सनको मान्छेले हामीलाई गाइड गर्दैछन् र ओन्सेन जानको लागि सबै ओन्सेनहरूको गाइड गर्दैछन्, रुमहरू देखाउँदैछन्। रुमहरू देखाएर ल सबै कुराहरू यो यहाँ छ, टोयलेट यहाँ छ, बस्ने यहाँ छ, फोन गर्नु पर्यो नि यहाँ छ, टिभी यहाँ छ भन्दै बाथरुमहरू पनि सबै देखाइरहेछौँ। र ओन्सेन यस्तो ओफुरो परिवार बस्ने ओफुरो यस्तो रहेछ। कस्तो रमाइलो के ओन्सेन जस्तै ओफुरो परिवार टक्क बस्नको लागि कति रमाइलो। यस्तो सिजन नेचुरल्ली जस्तो कस्तो मजाको ठाउँ छ कि कस्तो मजा आउने यतातिर अनि भित्र बाहिर ओफुरो बस्ने। यो चाहिँ यहाँ नुहाउने स्याम्पूहरू पनि राख्दो रहेछ, बडी स्याम्पूहरू, कन्डिसनर। यो चाहिँ कन्डिसनर अनि यो चाहिँ हेयर स्याम्पूहरू छ। यो सबै यसरी कस्तो मजाले के कोठामा बस्ने, बाहिरपट्टि टक्क नुहाउने। अब हामी ओफुरो बस्यौँ। ओफुरो बसेको कस्तो रमाएर बच्चाहरू कस्तो रमाइलो, कस्तो तातो, कस्तो मजा क्या बेग्लै। अब हामी ओफुरोबाट निस्केर खाना पनि आयो, खाना खायौँ अनि निस्किनु तर्खरतिर लाग्यौँ। बच्चाहरू रमाउँदै खेल्दै फिर्दै आफ्नो घरतिर हामी लाग्यौँ। आजको फ्राइडे गुड फ्राइडे भयो। कस्तो रमाइलो भयो। आज दिनभरिको थकान मेरो बच्चाहरूले परिवारले मेटाइदियो। साथीहरू पनि यसै गर्नुहोला। बाई बाई।